एभरेस्ट कलर लिमिटेड को आईपीओ बाट लगानीकर्ताहरूले पहिलो दिनमा हजारौंसम्म कमाउन सकिन्छ कि सकिँदैन र साथै म यसको सम्भावित लिस्टिङ प्राइस म तपाईहरुलाई यो भिडियोमा बताउने छु र भिडियोको अन्तमा म तपाईलाई एभरेस्ट कलर लिमिटेड को सम्भावित मिनिमम प्राइस, एभरेज प्राइस र मैक्सिमम प्राइस पनि बताउने छु। त्यसैले भिडियो स्किप नगर्नु होला। एभरेस्ट कलर लिमिटेडले आफ्नो आईपीओ 2083 साल जेठ 22 गते शुक्रबारको निष्कासित गरिएको थियो। इस्यु गर्ने म्यानेजर भन्ने मुक्तिनाथ क्यापिटल लिमिटेडले हो र यसले टोटल नम्बर अफ शेयर भन्ने 7,90,000 युनिट शेयर इस्यु गरेको छ। त्यसमध्ये भने 10% यानी कि 79,000 शेयर भन्ने वैदेशिक रोजगारमा भएको नेपाली सिटिजनको लागि राखिएको छ। 2% यानी कि 15,800 शेयर भन्ने कम्पनीको इम्प्लोइजहरुको लागि इस्यु गरिएको छ र 5% यानी कि 39,500 शेयर भन्ने यसले म्युचुअल फन्डको लागि रिजर्भ गरिएको छ र बाँकी बचेको 6,55,700 युनिट शेयर भन्ने जनरल पब्लिकको लागि एलट गरिएको छ। एभरेस्ट कलर लिमिटेड कम्पनीको स्थापना 2068 वैशाख 22 गते प्राइभेट कम्पनीको रूपमा भएको थियो, तर पछि गएर यसले कम्पनीलाई 2081 असार 10 गतेको यस कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा कन्भर्ट गरिदिएको छ र यसको काम के हो भने यसले इन्टिरियर, एक्सटिरियर, प्रिमियर, इनामेल पेन्ट्स, एल्युमिनियम पेन्ट्स, गोल्ड पेन्ट्स, सिमेन्ट पेन्ट्स, फ्लोर कोटिङ र इन्डस्ट्रियल पेन्ट लगायत सबै सामानहरूको सेल्स र प्रोडक्सन गर्ने काम गर्छ र यसको म्यानुफ्याक्चरिङ प्लान्ट भन्ने चितवनमा टुङ्ग्रा वार्ड नम्बर 3 मा अवस्थित रहेको छ। कुरा गर्ने हो यसको लिस्टिङ डेट र लिस्टिङ प्राइस को बारेमा भने यसको लिस्टिङ डेट 2083 असार 20 गतेदेखि 2083 साउन 15 गतेसम्मको बीचमा देख्न सकिन्छ होला र यसको लिस्टिङ प्राइस को कुरा गर्ने हो भने लिस्टिङ को समयमा यसको प्राइस 100 देखि 300 सम्म यसको प्राइस हुन सक्छ र यसको मिनिमम प्राइस भन्ने 2000 सम्म, एभरेज प्राइस भन्ने 2000 देखि 4000 सम्म र मैक्सिमम प्राइस भन्ने 4000 देखि 8000 सम्म हुन सक्छ। आशा छ यो भिडियोबाट तपाईले केही एक्स्ट्रा इन्फर्मेसन लिनु भएको छ भने भिडियोलाई लाइक गर्नु होला, शेयर गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्नु होला, किनभने यस्तै खालको इन्फर्मेटिभ भिडियो म तपाईहरुको लागि यो च्यानलमा ल्याउँदै रहन्छु। भेट्ने अब नेक्स्ट भिडियोमा, तबसम्मको लागि बाइ बाइ।